नमस्ते सबैजनालाई। यो चाहिँ हाम्रो घरमा रहेको विभिन्न प्लान्टहरू आज मैले क्यामेरामा कैद गर्ने प्रयास गरेको छु। यो बरन्डामा रहेको प्लान्टहरू मनी प्लान्टदेखि लिएर यसमा विभिन्न प्लान्टहरू यहाँनिर रहेका छन्। यसले ग्रिनरी एकदमै हरियाली राम्रो गराएको छ। तर पनि अझै पनि जति हुनुपर्ने हो सायद यसमा मलहरूको प्रपरली अभावले होला, तर पनि राम्रो नै भएको छ। सँगसँगै यहाँ देख्न सक्नुहुन्छ यो क्रिसमस ट्री दुईवटा एकदमै राम्रो भएको छ। गमलामा पनि योसम्मको उचाइ लिन सफल भएको छ यो दुईवटा बिरुवाहरूले। एकदमै राम्रो भएको छ र यहाँनिर फर्सी पनि यो अवस्थामा पुगेको छ। धुपी पनि राम्रै भइरहेको छ र अन्य बिरुवाहरू यसरी यो अवस्थामा यहाँ रहेका छन्। देख्न सक्नुहुन्छ यो लेमन ग्रास हो। सँगसँगै कुरिलो पनि छ र यहाँ पनि एउटा सानो आँपको बिरुवा यो पनि बढ्ने क्रममा छ। र यहाँबाट हामी छतमा पुगेका छौँ। छतमा चाहिँ विभिन्न खालका ड्र्यागन फ्रुट, निमदेखि लिएर बेलपत्र लगायतका बिरुवाहरू यो अवस्थामा छन् र छतमा यो सायद घाम र गर्मीको कारणले होला त्यति चाहिँ राम्रो ग्रोथ भएको छैन। यो ड्र्यागनको यसरी फैलिएको छ र उखुको बिरुवाहरू उखु यसरी देख्न सकिन्छ। सँगसँगै फुल पनि फुलेको छ र यो चाहिँ लिचीको बिरुवा थियो। यो लिची गत साल चाहिँ फलेको थियो, तर यसपालि यो एकदमै मर्यो र फेरि यतिको चाहिँ यसले ग्रोथ लिएको छ र कागती चाहिँ यसरी फलेको छ ड्रममा देख्न सक्नुहुन्छ। सँगसँगै फुल पनि फुलेको छ र यो यहाँनिर मिन्टको र अब आँप धेरै नै आँप फलेको थियो तर जुन पानी हावाहुरी आयो त्यसबाट धेरै आँपहरू खसे। यद्यपि अहिलेसम्म यति चाहिँ बचाउन सकिएको छ। आँप चाहिँ यसरी ठुलो हुने क्रममा छन्। फलहरू एकदमै धेरै